हाम्रो जेठाबाजे भनेको नि जङ्गलमा छ नि बिग्रेका बाघहरूको एउटा बाघको त 156 वटा दाँत हाल्दै त्यति मात्रै त्यति मात्रै अरू छ नि बाटोमा हिँड्दाखेरि नि 156 केटीहरू त नि 156 वटा पुर्लुक पुर्लुक लडेको अझै भन् अझै भन् त्यो पल्लो घरको साइलीको छोरी छ नि जिरो फिगर त्यसको त कट्टुरै झरेको अझै भन् अझै भन् साला के रे वाट अनि त्यसो भनेपछि त नि अनि तपाईँलाई जाठाबाजे कसैले भन्दो रहेछ हेर्नु त होइन कसैले भन्यो भने म सुन्छु झन् डर म कमेन्टमा क्या केटीहरूले कमेन्ट लेख्छ नि त जाठा बाजे बिहे बाजे गेडा बाजे हनुमा बाजे पाकिटमार बाजे पनि अरे यसले के भनेको भन् त यसले के भनेको त्यस्तो नभनोस् भनेर डर्दै हेर बम बहादुर तैँले उहिले के अरे बम बनाएको होइन यसले के भन्दैछ भन् त यसलाई म भोग्रा ठ्याक लगाइदिउँ हुन्छ हुन्छ भनेको आज भोजको दबाई खाएर के अरे उता ओह्रालो उकालो मैले झन् दाइलाई डिमान्ड बढाइदिएको बाटो हिँड्दाखेरि जेठा बाजे भन्नुहोस् भनेर झन् भनिदिएको होइन होइन त्यसरी हामीलाई भन्दा त हामी त अनि ठुलो बनिदिउँछौँ तपाईँ त झन् रिसाउनु पो हुँदो रहेछ के हो जेठाबाजेको के जेठाबाजेको फेरि हेर दिलकुमार भाइ भोजको दबाई खाएर कुरो गरेर के त जाठाबाजे जाठाबाजे भन्ने लाग्यो जेठाबाजे होइन मिस्टेक हुनु पाउँछ नि त ओ बमबहादुर भाइ यसलाई हान्दिउ अनि के त यहाँ मसँग क्यार 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 गरेर अर्को बाँकी नै छ यसपालि हामी सबैजनाले होइन के गरौँ भने जेठा बाजेलाई चुनावमा उठाउँ देश एकदम खतम भयो बिग्रियो दिलकुमार बिग्रियो अनि ग्राममै हाम्रो दाइलाई लगेर मन्त्री बनाइदिउँ अहिले 8 बजिसक्यो म ओछ्यानमा सुतिरहेको छु म सुतिरहेको छु देश कहाँ बिग्रेको थिएँ मान्छे चाहिँ बिग्रेको मान्छे चाहिँ बिग्रेको त दिलकुमार भाइ मान्छे चाहिँ बिग्रेको हो कि तर फेरि अलिकति होसको दबाई खाएर को गर्ने बमबहादुर के अरे दिलकुमार भाइ यो के अरे यो हाँडी घोप्टे जे पनि भन्छ फेरि